So alright, hello and namaste everyone. It's me Krishna Gurung अनि अहिले चाहिँ 17:34 PM भएको छ हैन. Right now we are heading to Pokhara अनि this time चाहिँ हाम्रो travel series मा नयाँ के छ भन्दाखेरि we are moving to Khumai Korchan which is located at Pokhara, Gandaki province. अनि यसको altitude को बारेमा कुरा गर्नु पर्दा फेरि 3682 meter above the sea level मा पर्दछ अनि from Khumai Dada it took almost 1 to 2 hour भनौं न 2 hour approximately त्यहाँसम्म चाहिँ हाइक गर्न अनि this time we gonna smash it अनि हाम्रो भ्यू को कुरा गर्नु पर्दा फेरि चाहिँ we gonna see many mountain range like Longzung Himal, Annapurna range है अनि लगायत थुप्रै छन्. So let's go. So finally we are at new bus park है. यो चाहिँ हाम्रो बस पार्क एकदम लग्जरी रहेछ. जस यो रोको छ हाम्रो सिट चाहिँ too much comfortable. My name is Barnabas from Toba. Okay, thank you. Eta Smith Sanglimbu from Kerala. Okay, thank you. Oh, interact please. Tell me something. नमस्ते. मेरो नाम प्रीति गुरुङ. Okay. म चाहिँ अन्सु. हेलो. मेरो नाम चाहिँ गौरी लामा. प्रोफेसनल चाहिँ म चाहिँ बटनी टिचर हो. अलिअलि रिसर्चर अनि फ्रीलान्स हाइकर. मेरो नाम चाहिँ वंशुक. वाउ. त्यस्तै चाहिरहेछ अक्सिजन चाहिन्छ. अक्सिजन त यहाँ छ. पुरा एसी फुल एसी. जस बस एकदम डिलक्स. चार्जर केबल पनि छ यहाँ टक्क. लग्जरीमा छ नि त हामी त. यो लाज लागेर लगाएको होइन, यो सास फेर्न गाह्रो भएर लगाएको है. किनभने म धेरै एसी खप्नु सक्दिनँ. म एसी वाला होइन. हेलो, मेरो नाम चाहिँ लक्ष्मी वर्धन हो ल. खाइयो मिठो थिएन त्यही भएर 2 थाल खाइयो. मिठो भएको भए म थाहा पाउँथे कति थाल खाइयो. सो खाना चाहिँ एकदम डिसअपोइन्टिङ थियो है. जस मलाई चाहिँ मिठो लागेन. वी आर एट राइट नाउ ब्लू हेभन रेस्टुरेन्ट अनि करिब रातिको 12 बजिसकेको छ. बट खाना भन्दा चाहिँ प्राउन चाहिँ खाएँ मैले अनि खाना चाहिँ एकदम मिठो पनि लागेन. त्यही भएर मैले चाहिँ छोडेँ टु बी अनेस्ट. अनि अरूहरूले पनि थोरै खानुभयो. जस नाइट भ्यू यस्तो छ. अनि हाम्रो साथीले जस राम्रो कमेन्ट गरेको छ है. खाना चाहिँ मिठो थिएन त्यही पनि कति 2 थाल खाइयो. यो भनेको चाहिँ अब तपाईँहरूले बुझ्न सक्नुहुन्छ एकदम यो भोकले हो, परिस्थितिले हो, मिठोले चाहिँ होइन. टु बी अनेस्ट है. गाह्रो छ. Someday you will be stronger than you are now, but you will not know everything. And when the water's spilling over the bow, you'll still have me in the wings. You gotta get up to get down, kid. Hey, you gotta get down to get up. So alright guys, good morning from Hemza. अनि अहिले चाहिँ लगभग 5:30 भइसकेको छ. अनि we are transferred from bus to a jeep. अनि हाम्रो चाहिँ ग्रुप कम्प्लिट भइसकेको छ पोखराबाट. सो आज चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ खुमाई डाँडासम्म हुनेछ है त. सो हाम्रो जिपको डेस्टिनेसन चाहिँ यहाँसम्म मात्र थियो. अनि वी आर हेडिङ टु सारीपाखा. यहाँदेखि लगभग 15-20 मिनटको हाइक हुन्छ होइन. त्यहाँ चाहिँ हाम्रो ब्रेकफास्ट पोइन्ट. जस हाम्रो पैदल यात्रा यहाँबाट सुरु भइसक्यो. हेलो, म चाहिँ
तन्युरे म चाहिँ उसानी उरी अनि हामी चाहिँ आज कुमाई जान लाग्यो फाइनली गाइज वी आर एट सरिपाखा अनि हामी चाहिँ यहाँ गोरेट दाईको सामुदायिक होमस्टेमा छौँ अनि यहाँ हामी मर्निङको ब्रेकफास्ट लिन आँटेको एकदम मजा भइरहेछ प्लिज मैले देख्ने थिएँ यस्तो सेलरोटी त मैले देखेँ कि चिन कहाँ देखेँ जस्तो लाग्यो पर्फेक्ट ब्रेकफास्ट कोदो कि फापरको रोटी हाम्रो सेम क्या टी-शर्ट पनि वाउ गाडी चढी सुतेको हो नि अनि जस्तो त्यस्तो केही पनि होइन एकअर्कालाई इन्ट्रोडक्सन गरौँ कहाँबाट आउनुभएको अनि जस्तो नाम भन्नु होला अनि बाँकी सबै बाटोमा गरौँ है नमस्कार सबैजनालाई नमस्ते नमस्ते मेरो नाम चाहिँ मनिष हो होइन मेरो बुढी चाहिँ उहाँ हो हामी चाहिँ वसुन्धराबाट आएको है त नमस्ते नमस्ते मेरो नाम चाहिँ उषा म चाहिँ मेरो बहिनी पुष्पा हामी चाहिँ पोखराबाट नमस्ते मेरो नाम प्रीति गुरुङ म चाहिँ कपुरबाट नमस्ते मेरो नाम चाहिँ लक्ष्मी महर्ष म चाहिँ बालकुमारीबाट नमस्ते मेरो नाम अंशु मालाकर म चाहिँ क्षेत्रपातीबाट नमस्ते मेरो नाम गौरी म चाहिँ बौद्धबाट नमस्ते मेरो नाम चाहिँ कृष्ण गुरुङ म चाहिँ कपनबाट नमस्ते मेरो नाम चाहिँ स्याङ लिम्बू म चाहिँ कुलेश्वरबाट नमस्ते मेरो नाम वर्णला चौधरी म चाहिँ चौबारबाट अहिले चाहिँ हामी कोटडाँडाबाट सिधै माथि जाँदैछौँ होइन बब्बाल एक्सपिरियन्स भइरहेछ यतिको भाउमा चाहिँ एकदमै भारी पर्दैन क्या दाजु खुमै चाहिँ यो लकडाउन पिरियडमा चाहिँ बिल्ड भएको त्यसपछि चाहिँ कन्स्ट्रक्सनहरू भएपछि हामीले विज्ञापन गरेपछि यहाँ पाहुनाहरू आउन लाग्यो एउटा लकडाउन चाहिँ राम्रो भइरहेको छ यो चाहिँ खुमै चाहिँ नयाँ ट्रेक भन्दा पनि हुन्छ 2 वर्ष जति राम्रो चलिरहेको छ तपाईँहरूले माया मानिदिइराख्नु खुमैमा चाहिँ अहिले कन्स्ट्रक्सनहरू 300 देखि 400 जनासम्मलाई अट्ने सिजनमा चाहिँ क्यापासिटीको कन्स्ट्रक्सन भइरहेको छ तपाईँहरू आउँदा हुन्छ खुमैको हाइट चाहिँ 32 से 45 मिटर अग्लो छ त्यहाँबाट धेरै जस्तो खुमै बसेर पर्छन् चाहिँ सनराइजको लागि जानुहुन्छ सनराइज हेर्न तपाईँले खुमैलाई चाहिँ विशेष गरी नेपालीहरूले धेरै माया मानिदिनु भएको छ आइदिनु होला भन्न चाहन्छु हस् दाइ धन्यवाद
तपाईँको शुभ नाम भनिदिनु त नाम चाहिँ बलराम सुवेदी अनि यता यता दाजुको शुभ नाम भनिदिनु What's your name? Makum. Okay. Nice to meet you. Right now अहिले चाहिँ हामी टु हिल टपमा छौँ अनि लगभग बिहानको 9:05 AM गयो We are experiencing well है एकदम मजा भइरहेछ जस दिन खुलेर चाहिँ भ्यू एकदम पर्फेक्ट आइरहेछ अब चाहिँ हिले खर्क आइपुग्न 20 मिनट बाँकी छ जस एकदम मिठो ट्रायल छ वेलकम टु हिले खर्क एकदम मिठो एक्सपिरियन्स छ है मिठो ट्रायल देख्न सक्नुहुन्छ यहाँबाट एकदम र टाइपको डेन्स फरेस्ट टाइपको क्या जस 11 बजिसक्यो अझै अब 1.5-2 घन्टामा खाना खाने पोइन्टमा हामी पुग्छौँ यहाँ ग्रुपहरू रेस्ट गरेर पनि छ अहिलेसम्मको जर्नी कस्तो भइरहेछ तपाईँको एकदम रमाइलो माथि आउँदाखेरि सासा तल जाँदा ठिकै रमाइलो भइरहेछ घाम चाहिँ लास्टै चल्किरहेको थियो अहिले चाहिँ भयो मजाले अब चाहिँ हावा चल्न थाल्यो बुढी पानी चाहिँ यस्तो चिसो छ कि यहाँको पानी चाहिँ नि साँच्चै ढाँटेको होइन अनि तपाईको सास पर्दैन है हिँड्ने भन्दा अगाडि On the way of the चिचिमिले हाम्रो चाहिँ मेबी त्यहाँ खाना खाने पोइन्ट हुन्छ फाइनली वी आर एट चिचिमिले है यहाँ चाहिँ हाम्रो खाना खाने पोइन्ट अहिलेसम्मको जर्नी कस्तो भइरहेछ तपाईँको भोक कति लागिरहेछ तपाईँको फर्स्ट टाइम सेकेन्ड टाइम थर्ड 6-7 ओके योभन्दा पहिले सबभन्दा टफ चाहिँ कुन थियो ओ माई गड एकदम लेजेन्ड पो हुँदो रहेछ त ल Don't go in a straight line, no. It was twists and whatever it was, it gets got a mind of its own. It fades in my season while I sink like a stone. भाङ्गो नभाङ्गो छ हाम्रो सिक्किसको पनि यही रहेछ त नि लङ ट्रिपमा आउँदाखेरि चाहिँ जब होमसिक भइन्छ नि त्यति बेलाको लागि चाहिँ थ्याङ्क यू हाम्रो मर्निङ लन्च चाहिँ 12 बजे भइरहेछ है कस्तो छ खाना मिठो How was the food?
उतै आउँथ्यो भने मलाई चाहिँ दाइ खानाको आइटम सबै मन पर्यो है ल धन्यवाद ओ खाना ल्याइदिउँ है अब अनि मुलाको अचार पनि After a lunch, we started a hiking again. यहाँबाट कति घन्टा लाग्छ रे दिदी? हामी माथि पुग्न 3 घन्टा लाग्छ? ओके ठ्याक्कै भन्दा 1:12 जस हामी चाहिँ 1:12 मा देउराली गोडावरीदेखि देखिन्छ नि भ्यू त्यो लेले र उसको भ्यू सेम त्यस्तै छ नि हेर्नु न उताउति डाँडाहरू त्यस्तै छ क्या डाँडा त्यस्तै छ जस हामी छिटै आइपुग्यो दाइ एकदम राम्रो छिटै हिँडै राम्रो हो ल माथि पुग्न कति टाइम लाग्ला दाइ 2.5 घण्टा के चाहिँ भाइ हामी गएर फर्किन्छौँ नि त्यो हो माइरा मैं की बार अभी नहीं जाओ बाला महिना यहाँ खाना सब धाम पहिला पनि चरम त खाना अहिले हामी देउरालीबाट अघि बढिरहेछौँ बाटो राम्रै छ म चाहिँ खास एमबीबीएस स्टुडेन्ट हो अब बुढा पाकाले भने देउराली थियो यहाँ मन्दिर चिताको पुग्छ अरे भन्थ्यो अब त्यो हामी त धेरै सानोहरू भयो तै पनि उसलाई चाहिँ हामीले फलो गर्दै गएको हो त्यो रेल गुला त के हो हामीलाई थाहा भएन पहिलाको बाजेहरू नाच्दो रहेछ अरे दाइबाट सुरु भइसक्यो डान्स गाइज वी आर एट देउराली हिल एकदम रमाइलो भइरहेछ यहाँ चाहिँ दाइले भने अनुसार यहाँ पूजा गर्नुपर्ने अरे जस असिना नपरोस् भैँसीहरू भेडाहरू नहराओस् भनेर यो चाहिँ धुप अब बाल्न आँटेको अनि यहाँ डान्स पनि गर्नु एउटा उतो रहेछ ट्रेन्ड रहेछ भनौँ न जस भोलिको दिन खुलोस् भनेर चाहिँ तर हामी खतरा टाइममा आएछ बिहान घाम नि लाग्छ दिउँसो पानी पनि परेछ अब बेलुका के हुने थाहा छैन अलिअलि जाडो नै छ रेस्ट क्याम्प हामी त्यत्रो मेहनतले हिँडेर बल्ल हामी रेस्ट क्याम्प आइपुग्यौँ अहिले हामी आइपुगेपछि बल्ल भ्यू क्लियर भएको छ सायद यो भ्यूले पनि हामी आएपछि क्लियर हुन्छ होला भन्ने सोचेर क्लियर भएको होला अघि पानी परिरहेको थियो हजुर नि बोल्नु न हो कि होइन भन्नु न हामी रेस्ट क्याम्पमा छौँ अनि अहिले हामी सबै छौँ अब खाजा खानु बसेको एकछिनपछि माथि जान्छौँ हजुरले भ्यू पनि हेर्न सक्नुहुन्छ यस्तो दामी छ नि घोडा देख्यो घोडालाई जाडो भयो उडाइदिनु न हेलो नमस्ते ब्रदर ज्याकेटहरू लाउने माथि अब टिसाहरू चल्छ है माथि अब टिसा खालको पनि अब लगभग हामी 32 उसमा हो I'm back with new update. बाहिर चिसो हावा पानी र हुरी बतास र असिनाको कारण हामी अहिले भित्र बसिरहेको छौँ खाएर एकछिनपछि माथि चाहिने Guys, we are moving to खुमाई डाँडा अनि हामी चाहिँ अहिले रेस्ट क्याम्पबाट लगभग हाफ एन आवर जति बसेर माथि जाँदैछौँ खुमाई डाँडा अनि वी गन सेलिब्रेट अ न्यू इयर 2082 अनि फ्रम बेस क्याम्प टु खुमाई डाँडा अनि इट टुक अलमोस्ट 1.5 आवर है त यहाँबाट चाहिँ खुमाई ओन्ली 45 मिनट्स
हिउँ पर्न थाल्यो है झर्दैछ यहाँ अनएक्सपेक्टेड यस्तो हुन्छ भनेर सोचेको पनि थिएनौँ हामीले बट अनफर्चुनेटली भयो हेर्नु आम्मामामा वाउ अनि खुमाई इट्स अलमोस्ट देयर है awesome finally we are at Khumai Hill known as Khumai Dada and yeah so awesome so breathless it's not our final destination है final destination चाहिँ हाम्रो भोलि छ अनि आजैबाट यहाँ स्नोफल हुन सुरु भइसकेको छ त्यतातिर त सुरु पनि भइसक्यो जस्तो छ भोलि हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ हुनेछ है त त्यहाँ अनि हेर्नु त सो एपिक भ्यू अनि आजको नाइट स्टे हामी यहीँ गर्छौँ वाउ देयर इज अ लट अफ कटेज है यहाँ खुमाई डाँडामा अनि तपाईहरु बुझेर चाहिँ आउनु होला किनभने प्याक हुन सक्छ त्यही भएर अगाडिदेखि कन्ट्याक्ट गरेर आउनु है सो गाइज वी गोना स्टे एट खुमाई डाँडा होटल हेडक्वार्टर अनि यता चाहिँ अति बवाल हिमालहरू देखिरहेको छ है भोलि झन् खुल्छ भन्ने आशा गरेको छु अनि वी गोना सेलिब्रेट अ न्यू इयर इन खुमाई डाँडा होटल हेडक्वार्टर सो इन हुँदैछु हेलो दाइ So guys, म चाहिँ अब रुम टुर दिन आँटेको है Hi guys, it's time to sleep. यहाँ चाहिँ हाम्रो यस्तो प्रिटी बेड छ कि है सब बेडमा आफ्नो पर्सनल ब्याग छ भनौँ न जस कब्जा गरेर राखेको छौँ हामीले हाम्रो बेडहरू चाहिँ वाउ म पनि एउटा हो त्यो मध्ये ओके गुड नाइट आज हामी यो खेलेर पुगेको छैन Good morning from Khumai Dada. It's 4 AM and we are ready to go Khumai Kortsan right now. गुड मर्निङ गाइज अहिले चाहिँ 5:29 भएछ अनि हामी आज बिहान 3 बजे उठ्यौँ तर 4 बजे तल हिँडेर अहिले ओ माई गड यस्तो दामी भ्यू देख्यो नि क्यान सी इट कोर्सन अब कति 25 मिनेट मात्र अझै 25 मिनट्समा हामी हाम्रो फाइनल डेस्टिनेसन पुग्नेवाला छौँ ओ हजुरलाई कस्तो फिल भइरहेछ सबभन्दा एक्सट्रिम मतलब कस्तो ह्याप्पी कि स्याड अबे त एपिक अब त्यो भने चाहिँ बुझिहाल्नु गाला नि टल्केछ ल फाइनल डेस्टिनेसन पुगेपछि म हजुरहरूलाई देखाउँछु यो हजुरहरूले इमेजिन गर्न सक्नु यस्तो दामी देख्यो नि आँखाले जुन क्याप्चर गर्छ त्यो क्यामेराले क्याप्चर गर्न सक्दैन तर इट इज ड्याम आइपुगे We have reached on guest house and it's there. Din सक्नुहुन्छ त्यहाँनिर हस् धन्यवाद
सो गाइज वी आर हेडिङ टु खुमाई कोर्चन है अनि अब चाहिँ केही स्टेप पछि हामी त्यहाँ अराइभ हुन आँटेको छौँ अनि हियर वी गो मसँग चाहिँ यहाँ वर्णवास छ है अनि अहिले चाहिँ म यो घुमफिर नेपालको भ्लगमा छु अनि मलाई हेर्दै हुनुहुन्छ म चाहिँ वर्णवास फोटो खिच्दैछु फोटो पनि हेर्नु होला वाक नेपाल वाक वाओ सो गाइस वी आर एट खुमाई खोर्चन है फाइनली वी मेड इट अनि यसको अल्टिट्युडको बारेमा भन्नुपर्दा फेरि चाहिँ 3682 मिटर एबभ द सी लेभल अनि गाइस एकदम एपिक भ्यू है सिनेरिक भ्यू भनौँ न अनि सबभन्दा अब सर्ट ट्रेक छ कति 3-4 दिनमा चाहिँ तपाईँहरूले कम्प्लिट गर्न सक्नुहुन्छ सो वी गोना गो ब्याक टु होम सुन एकदम रमाइलो होइन धेरै मजा गऱ्यौँ हामीले माथि आएर कफी खायौँ बिस्कुट खायौँ अनि वी सेयर एभ्रिथिङ है जे हामीले क्यारी गरेर ल्याएको थियौँ अनि ह्याप्पी न्यु इयर टु अल एकदम मजा भयो हामीले स्नो फाइट गऱ्यौँ वी मेड अ लट अफ टिकटक अनि धेरै फोटोग्राफी गऱ्यौँ सो एकदम मजा भयो एकदम रमाइलो भयो अनि वी गोना मिस दिस प्लेस है अझै हामी यो खेलेर पुगेको छैन अझै फाइटिङ ओके 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 डन 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 एकदम मजा जोस नेभर एक्सपेक्टेड कि अब यति साह्रो हिउँ परेको छ भन्ने कुरो है किनभने हिजो हामी आउँदा आउँदै परेको थियो अनि गडले पनि हामीलाई साथ दिनुभएको थियो सो तपाईँहरू पनि मिस नगर्नु होला ग्रुपमा आउनु होला यदि तपाईँहरू आउनु चाहनुहुन्छ अथवा ग्रुप भेट्नु भएन भने डोन्ट फर्गेट टु गो लाइक डोन्ट फर्गेट टु चेक वाक नेपाल वाक है उहाँले लगिराख्नुहुन्छ अनि उहाँहरूसँग एउटा टिम मेम्बर भनौँ न एउटा पार्ट बन्नु एउटा मेमोरीको पार्ट बन्नु वी आर रिटर्निङ टु अ होटेल है होटेल चाहिँ हेर्नु कहाँ छ भन्दाखेरि त्यहाँ छ खुमाई डाँडा हामी अहिले यति टपमा छौँ कि ह्याप्पी न्यु इयर ब्रदर ह्याप्पी न्यु इयर दाइ हजुरलाई पनि ठीक छ दाइ एकदम कहाँबाट आउनु भएको तपाईँ हामी वहाँ भएर ओइ हामी दुईटा स्याङ्जा स्याङ्जा हजुर ओ वाउ बस्नु चाहिँ अहिले पोखरा बस्नुहुन्छ ल हजुर कहिले भन्दा हिजो अस्ति बेलुका यहीँको लागि मात्र आएको कत्रो हिँडेको छौँ त हामी त त्यहाँसम्म हिँडेको हामी ब्याक टु होटेल हामी रुम नम्बर 11 मा बसेको थियो Just come from Khurja and now we will just have some lunch and we will move forward downhill. Guys, अहिले चाहिँ हामी होटलको रुम भित्र आइसक्यौँ सो वी गना मुभ ब्याक टु काठमाडौँ सुन है अनि आज बेलुकाको हाम्रो गाडी छ अहिले चाहिँ अब सामान प्याक गरेर ब्रेकफास्ट लिएर त्यसपछि चाहिँ हामी टाटा बाई बाई टु खुमाई यही थियो खुमाईको सानो मिठो क्लिपहरू अनि अनफर्चुनेटली हैन ड्रोनको चाहिँ भिडियोहरू त्यति क्याप्चर गर्नु पाएन यहाँ खुमाई र खुमाई कुञ्जनको अनि बिकज अफ दि वेदर अनि त्यही हो त्यसमा चाहिँ दुःख मन नगर्दिनु होला सो स्टे सेफ टेक केयर बाई बाई सी यू इन द नेक्स्ट भिडियो खुमाईको खाजा कस्तो थियो ए मलाई चाहिँ सेकेन्ड टेक लिनु भएको है नत्र अघि खाइसक्नु भएको थियो यता चाहिँ तरकारी मात्र आयो भनेर गुनासो तरकारी मात्र गर्दै हुन्छ अचार लभर आउँदैछ वाउ खुमाईको खाजा
दामी 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 राम्रै कुरा के तपाईले नेगेटिभ पोजिटिभ एकदम बुझ्छ नि त सही छ जसले गर्दा राम्रोलाई राम्रै हुँदै नराम्रोलाई नराम्रै हुन नराम्रो कसैले गर्छ भने त्यो सुधार्ने मेरो मौका हो नि इट्स नट अ कम्प्लेन सजेसन म चाहिँ कम्प्लेनको रूपमा लिँदैन कि सजेसनको रूपमा लिन्छु तर दाइ भन्नु एउटा कुरा हिजो खाना वाइल्ड मिठो थियो नि फेरि साँच्ची हो अस्ति आउने सुटिङहरू पनि एकदमै तपाईँ यति हुनुपर्छ एकदमै धन्यवाद नमस्ते मेरो नाम बाल गुरुङ हो हजुर हामी खुमाई डाँडा जुन समुद्री सतहबाट चाहिँ 3245 हाइटमा होटल हेडक्वार्टरबाट चाहिँ को हामी चाहिँ सञ्चालक भनौँ चालक यता चाहिँ सबैले चाहिँ मायाले चाहिँ मालदाई मालदाई भन्नुहुन्छ मालदाईबाट चाहिँ चिनिन्छ यता नामबाट भन्दा पनि मालदाईबाट चिनिन्छ हाम्रो यो खुमाई डाँडा चाहिँ तपाईँको चाहिँ समुद्री सतहबाट 3245 हाइटमा भएको ठाउँमा आउनुहोस् तपाईँहरू खुमाई डाँडामा माछापुछ्री मर्दी हिमाल अन्नपूर्णहरू चाहिँ तपाईँले नजिकबाट निहाल्दै यहाँको चाहिँ हिमशृङ्खलाहरू चाहिँ तपाईँले नजिकबाट निहाल्न पाउनुहुन्छ आउनुहोस् खुमाई डाँडा होटल हेडक्वार्टरमा आइदिनुहोस् हामीलाई सर्भिस गर्ने मौका दिनुहोस् हस् खुमाई डाँडा होटल हेडक्वार्टर दामी फुड दामी खाना दामी सुताई एग्री दाइ एकदम 100% ल थ्याङ्क यू